हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल र आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै नै छु भनौँ है। र अहिले चाहिँ म थापा टार भन्ने ठाउँमा आइरहेको छु, सिन्धुपाल्चोक मेलम्ची साइड होइन। र यो चाहिँ हाम्रो मेलम्ची साइडपट्टिको भ्यू रहेको छ होइन, देख्न सक्नुहुनेछ। र यताको अवस्था चाहिँ हाम्रो देख्दाखेरि होइन एकदम लास्टै गाह्रो लाग्यो होइन, यो अवस्था देखेर चाहिँ होइन। कतिको घरहरू यस्तो बाढी पहिरोहरूले ड्याम फुटेर धेरै बिगारेको रहेछ होइन, र बाढी पहिरोले धेरै नोक्सान गरेको रहेछ। घरहरूको अवस्था देख्दा चाहिँ एकदम लास्टै जोखिम रहेछ यी। र हजुरहरूले यता आएर भिजिट गरेर हेर्न नै सक्नुहुनेछ। र अहिले चाहिँ हामी यहाँ गाडीहरू फसेर होइन, हामी चाहिँ उता खानेपानी मुहान जान लागेको, र यता चाहिँ गाडी फसेर हामी चाहिँ यता अल्झेर बसिरहेका छौँ। र पुल भत्किएको रहेछ यतिर होइन, अनि तलको बाटो खोलिरहेको थियो, बोलेरो गएर बोलेरो फसेर बसिरहेको छ र डोजरले तान्दैछ होइन। बाटो चाहिँ यताको बिग्रेर लास्टै गाह्रो रहेको छ है। डोजरले तान्दा तारै चुट्यो कि, अनि बिस्तारै अब निकाल्दैछ है। र यताको अवस्था चाहिँ देख्न सक्नुहुनेछ, बाटोको अवस्था यस्तो जोखिम छ। यताबाट सुरु गर्नुपर्ने ठाउँमा उताबाट सुरु गरेर रहेछ। र बाइकलाई चाहिँ यसरी वारपार गर्नलाई यस्तो अवस्था प्रयोग गरिरहेछ। यसो यो सामग्रीहरू यसरी प्रयोग गरिरहेको छ होइन। र धेरै जोखिम रहेछ है, बाटो चाहिँ बनाएको रहेनछ। हस्त हजुरहरूलाई धन्यवाद यहाँसम्म भिडियो हेरिदिनु भएकोमा। लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्दिनु होला। र हजुरहरूले साथ सपोर्ट गरिदिनु भयो भने मेरो अझै हौसला बढ्दै जानेछ। त धन्यवाद।